योभन्दा ठुलो युवाको भिड दैनिक आज विदेशमै रहेको छ। विदेशमा हामी मरिरहेका छौँ, स्वदेशमा मरिरहेका छौँ। हामी यो कुरा बुझ्छौँ कि बुझ्दैनौँ? अब यो देशमा कोही कसैको रगत नबगोस्। म चाहन्छु यो देशमा सिर्फ पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ। अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको, एउटा नेपालीले अर्को नेपालीको रगत बगाएर देश बन्दैन। म सबैलाई अनुरोध गर्न चाहन्छु, झगडा गर्नु रोक्नुहोस्। अब झगडा गर्नु रोक्नुहोस्, काटमार गर्नु रोक्नुहोस्, श्रमदानमा कोही नआउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। हर्क साम्राट नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता सेता। तपाईँभन्दा फाटेको लुगा लगाएर आएको म तपाईँभन्दा 10 कुरा धेरै काम गरिरहेको छु। म कोही कसैको नेता बन्न चाहन्छु, तर यो देशमा शान्ति होस्, यो देशमा रगत नबगोस् भन्ने मेरो कामना हो। तपाईँहरूले साथ दिनुहुन्छ? म भावुक बने, देशलाई माया गर्ने मान्छे हो। म सोचिरहन्छु देशकै लागि, बोलिरहन्छु देशकै लागि। 1 पाइला कदम, 10 पाइला कदम, 100 पाइला कदम जति छ यो देशकै लागि हिँड्नु। तपाईँहरू अब मैले भनेको बाटोमा हिँड्नुपर्छ।